नेपाली समाजमा एउटा भनाइ छ, अगुल्टोले हानेको कुकुर बिजुली चम्किँदा पनि तर्सिन्छ भन्ने भनाइ तपाईहरु सबैजना थाहा छँदैछ। तर नेपालमा नेटवर्क मार्केटिङ र पिरामिड स्किममा तर्सेकोले डाइरेक्ट सेलिङ र नेटवर्क पिरामिड स्किमको फरक छुट्याउनु सकेको छैन। मान्छे र कुकुरमा धेरै फरक हुन्छ। कुकुर तर्स्यो किनकि उले बिजुली र अगुल्टोलाई छुट्याउनु सकेन, तर मान्छेमा चाहिँ चेतना छ, मान्छेले छुट्याउनु बहुत जरुरी छ। नमस्ते साथीहरु, स्वागत छ डाइरेक्ट सेलिङ नेपाल फ्याक्ट्समा। 21औं शताब्दीमा डाइरेक्ट सेलिङलाई ग्लोबल मार्केटिङसँग जोडेर इतिहास बनाउँदै गर्दा नेपाली अब यसमा जागरुक हुनु आवश्यक छ। आजको भिडियोमा हामी डाइरेक्ट सेलिङ उद्योगको ग्लोबल मार्केट, ग्लोबल ग्रोथ, टप प्रोडक्ट क्याटेगोरिज, नेपालको लिगल स्ट्याटस, रेजिस्टर्ड कम्पनीहरू कुन कुन छ नेपालमा, गभर्नमेन्ट रेभेन्यू, जेन्युन र स्क्यामको फरक र डाइरेक्ट सेलिङ गर्नेहरूलाई प्रेरित गर्ने तथ्यहरू सबै कुरा आज हामी बुझाउने छौं। तपाई तयार हुनुहुन्छ भने सुरु गरौँ। विश्वव्यापी डाइरेक्ट सेलिङ उद्योगको मूल्य 2024 मा 220 बिलियन पुगेको छ। 2030 सम्म 328 बिलियन पुग्ने अनुमान छ। यो उद्योग बढ्नुको मुख्य कारणहरू प्रोडक्ट रिभ्यू र ट्रस्ट बेस्ड बिजनेस हो, माइक्रो एन्टरप्रेन्योरशिप, साइड इन्कम ट्रेन्ड, कम इन्भेस्टमेन्टमा घरबाट व्यवसाय सुरु गर्न मिल्ने मोडल भएको कारणले आज डाइरेक्ट सेलिङ केवल वेलनेस र पर्सनल केयर मात्रै होइन, रियल इस्टेट, सोलर एनर्जी, इन्सुरेन्स र फाइनान्सियल सर्भिससम्म फैलिएको छ। लो कस्ट, हाई लर्निङ, फ्लेक्सिबल वर्क स्टाइल यो उद्योगको प्रमुख विशेषताहरू हुन्। विश्वमा डाइरेक्ट सेलिङ सबैभन्दा लोकप्रिय देशहरू: युनाइटेड स्टेट 22% सेयर, लार्जेस्ट मार्केट, वेलनेस र होम प्रोडक्ट्समा हाई डिमान्ड। जर्मनी 12% सेयर, क्वालिटी फोकस्ड कन्ज्युमर बेस। साउथ कोरिया 10%, कस्मेटिक र सप्लिमेन्टमा डोमिनेन्स छ। चाइनामा 9%, इमर्जिङ सिटिजमा र्यापिड ग्रोथ। अर्को महत्त्वपूर्ण क्षेत्रहरू जापान, मलेसिया, ब्राजिल, एसिया पेसिफिक र युरोप। यो सबै क्षेत्रहरूले ग्लोबल डाइरेक्ट सेलिङ ग्रोथमा ठूलो योगदान गरिरहेको छन्। हेल्थ र वेलनेसको लार्जेस्ट सेगमेन्ट हेर्ने हो भने न्युट्रिसन, भिटामिन्स, सप्लिमेन्ट, वेट म्यानेजमेन्ट र इम्युनिटी। कस्मेटिक र पर्सनल केयरको हेर्ने हो भने सेकेन्ड लार्जेस्ट सेगमेन्ट ब्युटी इन्डस्ट्री ग्रोथले डाइरेक्ट सेलिङमा ठूलो योगदान पुर्याइरहेको छ। स्पष्ट छ, एक्सपिरियन्स बेस र रिपिटेबल प्रडक्ट भएकोले उद्योग विश्वभर बढ्दैछ। नेपालमा धेरै वर्षसम्म डबल पैसा स्किम, गेट रिच क्विक नेटवर्क्स, पन्जी र पिरामिड स्किम, डेली रिटर्न ग्यारेन्टी, इलिगल क्रिप्टो नेटवर्क्स यस्तै गैर कानुनी योजनाले जनतालाई धोका दिए। यसले गर्दा जेन्युन कम्पनीमा नेगेटिभ इमेज। नेपालमा डाइरेक्ट सेलिङ र नेटवर्क पिरामिड फरक छुट्याउन नसक्दा सबैलाई भ्रम भयो। सरकारले रेगुलेसन अनिवार्य गर्यो। नेपाल सरकारले बनायो वस्तुको प्रत्यक्ष बिक्री व्यवस्थापन तथा नियमन गर्ने ऐन 2074। यस ऐनले स्क्याम र जेन्युन बिजनेस छुट्यायो, कन्ज्युमर प्रोटेक्सन सुनिश्चित गर्यो, प्रडक्ट प्रुफ अनिवार्य बनायो, बाइब्याक नीति अनिवार्य गर्यो, इलिगल रिटर्न चेन्ज स्किम निषेध गर्यो, प्रडक्ट बेस्ड बिजनेस मात्र डाइरेक्ट सेलिङ मानियो, लिगल कम्पनी रेजिस्ट्रेसन प्रोसेस खुल्ला गर्यो। नेपाल ऐन 2074 अन्तर्गत रेजिस्टर भए लिगल कम्पनीको केही नामहरू यस प्रकार छन्: न्यू विवेक एन्टरप्राइजेस, डिएक्सन, हेल्दी लिभिङ, भेस्टिज, ग्लोबल ओरेन्ज नेपाल, जेपी लाइफ इन्टरनेसनल, प्राइम वेलबिङ, गोल्डेन नेपाल, प्रोभेदा, आवर्जन, सिएनआई, आइबोस ग्लोबल, नेचर हब्स, युटन इन्टरनेसनल, केयर मार्ट, एलाइट मैग्नेसा, मल्टिरिच, एसियन लाइफ, ब्रेनवे, ग्रीन लिग, डेजय, विजडम हब, डिजी ग्रुप, टेन्स र ओमेटा। अन्तिममा टोटल गरेर 21 वटा कम्पनी रेजिस्टर्ड भएको हामी तपाईहरुलाई जानकारी गराउँछौं। यो सबै प्रोडक्ट बेस, लिगल, रेजिस्टर्ड र गभर्नमेन्ट मोनिटर कम्पनीजहरू हुन्। नेपालमा रेजिस्टर्ड डाइरेक्ट सेलिङ इन्डस्ट्रीले 10 अर्ब रुपैयाँ भन्दा बढी राजस्व सरकारलाई बुझाएको छ। कर, भ्याट, टिडिएस, एक्साइज ड्युटी यो कुल कारोबार होइन, यो सरकारले पाएको राजस्व मात्रै हो। यसले प्रमाणित गर्छ इन्डस्ट्री नेपालको इकोनोमीमा योगदान पुर्याइरहेछ। ट्रान्सपेरेन्सी र रेकर्ड बेस सिस्टम छ। लङ टर्म सस्टेनेबल बिजनेस मोडल हो। हजारौं परिवारले लिगल इन्कम पाउँदैछन्। नेपालभर 50,000 भन्दा बढी भेरिफाइड इन्कम होल्डर डिस्ट्रिब्युटरहरू छन्। डाइरेक्ट सेलिङले दिन्छ लो इन्भेस्टमेन्ट, हाई लर्निङ, प्रडक्ट बेस्ड अर्निङ, प्यासिभ इन्कम,
टिम डेभलपमेन्ट, टाइम फ्रिडम, पर्सनालिटी एन्ड लिडरसिप ग्रोथ र डिजिटल एन्टरप्रेन्योरसिप। छोटकरीमा भन्ने भने एजुकेसन, इन्टरप्रेन्योरसिप र इन्कम सोर्स भनेकै डाइरेक्ट सेलिङ हो। नेपालमा डाइरेक्ट सेलिङ अब लिगल, रेजिस्टर, मोनिटर, सिग्निफिकेन्ट गभर्नमेन्ट रेभेन्यू दिने, हजारौं युवा युवतीहरूलाई कमाउने माध्यम भइसकेको छ। जेन्युन एफोर्ट, करेक्ट कम्पनी, प्रडक्ट बेस्ड वर्क, कन्सिस्टेन्सी नै यसमा सफलताको मुख्य राज हो। डाइरेक्ट सेलिङमा ओभरनाइट सक्सेस हुँदैन, तर कन्सिस्टेन्ट एफोर्टले निश्चित रिवार्ड दिन्छ। स्टे अलर्ट, स्टे कन्सिस्टेन्ट, स्टे मोटिभेटेड। यदि तपाईलाई भिडियो उपयोगी लाग्यो भने लाइक र सब्स्क्राइब गर्नुहोस्। कमेन्टमा तपाईको प्रश्न लेख्नुहोस्, हामी जवाब दिनेछौँ। डाइरेक्ट सेलिङ नेपाल फ्याक्ट च्यानलमा हामी सच्याएको फ्याक्ट बेस्ड मोटिभेसनल कन्टेन्ट हरेक हप्ता ल्याउँछौँ, जसमा तपाईको व्यापारमा मद्दत पुर्याउन ठूलो भूमिका निर्वाह गर्नेछ। धन्यवाद। जय डाइरेक्ट सेलिङ नेपाल, जय नेपाल। सी यू इन द नेक्स्ट भिडियो।